गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ कोठामा एकदम मजाले घाम लागिरहेको छ। म चाहिँ हालसाल खोलेर आनन्दले ओछ्यानमा बसी बसी घाम तापिरहेको छु। म चाहिँ एकदमै चिसो छ, सबै जमिरहेको छ आइसहरू। अनि म बाहिर पनि लगेर जान्छु है। कतिको चिसो छ देख्न सक्नुहुन्छ, भुइँ बढी आइस जमिरहेको छ। आइस हेर्नु न सबतिर। अनि सबैभन्दा दुःख लाग्ने कुरा, मेरो लसुन मर्यो। मैले सबै उखाल्नु पर्ने हुन्छ, किनभने कति मजाले भइरहेको थियो, सबै मर्यो। अब मैले भरे घाम लागेपछि मैले सबै उखाल्छ। अलिक 1-2 हप्तासम्म भएको भए त भइसकेको थियो मेरो लसुन। हेर्नु न सबै लसुन मर्यो आइसले। कसरी जमेको छ आइस हेर्नु न भुइँभरि। मर्यो मेरो लसुन। अब चाहिँ म मेरो लसुन उखाल्नु गइरहेको छु, किनभने अब यो मर्छ आइसले। मैले उखालिदिन्छु अब। यो त उक्लिँदैन पनि हुन्छ, यसलाई त खन्नु पर्ने रहेछ भगवान। त माटो पनि हल्लिँदैन। कस्तो चिसो नभइ न। सक्दिनँ, मलाई खन्नु पर्ने।
कस्तो साह्रो न साह्रो छ अब उफ्रिनु त के हल्लिँदा पनि हल्लिँदैन ए भगवान् मेरो लसुन गयो यो माटो नै हल्लिँदैन मैले लसुन कसरी उकाल्ने आइसम्म माटो पनि हल्लिँदैन लसुन त आउँदा पनि आउँदैन अब रातिको 12 बजे अहिले मलाई निन्दै लाग्यो भोलिको लागि खाजा बनाउनु आउँछ थुक्पा खाना चाहिँ अघि नै मैले रेडी गरिसकेको थिएँ जस मलाई खाजा बनाउनु मन लाग्यो मन लागेर अनि उठेर खाजा बनाउनु आएको झोल बनाइदिन्छु यस्तो रेडी गरिसकेको सबै यहाँ चाहिँ थुक्पाको झोल बन्यो अनि मैले थुक्पाको चाहिँ सबै रेडी गरिसकेको यो चाहिँ मैले खाना पनि रेडी गरिसकेको थिएँ अघि नै जस्ट अब थुक्पा अनि थुक्पाको झोल हेलो एभ्रिवान अनि जहिले सबैमा आज चाहिँ म मेरो आफ्नै कल्चरल ड्रेस लगाएर आएको छु हजुरहरूको सामु खास त्यस्तो केही पनि होइन जस्ट ड्रेस लगाएर फोटो खिच्ने रहर भएर मात्र ड्रेस लगाएको अरू त केही पनि होइन मैले चाहिँ यहाँ डान्स प्र्याक्टिस गर्दै थिएँ किनभने मलाई एउटा गीतमा डान्स गर्नु मन लागेको थियो दिदीले एकदम मजाले नाच्नुहुन्छ नि त दिदीलाई स्टेपहरू पनि याद भइहाल्छ नि मैले चाहिँ यसमा प्र्याक्टिस गरेर नाच्नु न दिदी भनेर भनेको थिएँ तपाईँ प्र्याक्टिस गर्दै गर्नु न नाच्नुपर्छ भन्दै हुन्थ्यो मैले चाहिँ कतिपल्ट ट्राई गरेँ अनि मैले नाच्नै सकिनँ क्या स्टेपै जानेन मैले चाहिँ गिभ अप गरिदिएँ दिदी त एकदम मजाले नाच्नुहुन्छ क्या मिलाएर तर मैले जानेन नाच्नलाई म त्यस्तो मजाले नाच्न पनि जान्दिनँ दिदी चाहिँ एक्लै डान्स गर्दै हुन्छ मजाले नाच्नुहुन्छ क्या होइन एकदम राम्रो डान्स गर्नुहुन्छ दिदीले अहिले चाहिँ 4 बजिसक्यो हामी त यस्तै हो फोटो खिचेर मेकअप गरेर मेकअप पनि बिग्रियो फोटो पनि खिचिसक्यौँ अब हामी केही खानेकुरा खान्छौँ त मरेछ नि दिदी ओ माय गॉड यो फुल चाहिँ मजाले गएछ अझै शीत उयो परिरहेको रहेछ यो फुल त कस्तो मजाको भएको दिदीको मान्छे धेरै सुरै चढ्दैन कि त्यो चाहिँ मिल्दैन आफ्नै सुरले गर्न बानी होला कि म त होइन अर्थी भएर के ग्रोसरी जानु नि अस्ति चाहिँ मर्ने गरेर डुले डुले होइन ढिक्का चाहिँ छ चक्करी बोकेको थियो उता जाँदाखेरि धेरै हुन्छ र ठिकै छ अब के अचिना लगाइदिउँ ल अझै नहाल्नु न त्यो अझै नै हो कति लगाऊ ठिक्क धेरै नै गुलियो हुन्छ फेरि भयो अब के लगाइदिउँ ए निम्ति धेरै उयो भएछ कि मलाई चाहिँ के लाग्यो भने त्यो झुरुङ झुरुङ भएन नि त ग्यास ग्यास भयो त्यही भएर अझै डढाइदिनु खोजेको थियो क्या लानु अलिक भयो अनि डढाएर चाहिँ भए हुन्छ कि यस्तो लाग्यो झन्को
सुकेपछि चाहिँ आफै करङ करङ हुँदो रहेछ क्या फेरि ए हो मैले पनि बनाएको छुइनँ है मेरो साथीले चाहिँ बनाउँछ पुरा कस्तो राम्रो देख्यो अर्को थियो त हौ चलाउने हुन्छ अन्त के राम्रो खानु होला है ठिकै हुन्छ यतिको त कस्तो मिठो भयो है हेर्दाखेरि अमिलो थियो कस्तो कस्तो मिठो भयो ठिकै छ दिदी यतिको कस्तो मिठो भयो ल पिरो चाहिँ कहाँ खान सक्दिनँ त म ला अलि झोला ल्याइदिन्छु आउनु न बसाउनु भयो भने चाखेको छ भने आउनु त तर अस्तिको जस्तो टेस्टी भएको छैन हौ यो पनि के एकै ठाउँ डल्लो पर्यो नि पनि भिजाएर राख्नु पर्ने रहेछ हुँदैन होला भनेको त मेरो छैन मैले उहिले भयो मेरै होला नि गुल्यो चाहिँ गुल्यो गयो भयो मिठो चाहिँ अलिक गुलियो गुलियो अचार मिठो भयो लास्टै त यत्रो त बनाएको हेर्नु न रातभरि बनाएको एकैन कस्तो जाँगर छ अलिकति निन्द्रा लागेन कि अनि दिनभरि सुतेँ 2 बजे उठेको त्यो दिन त बिहानखेर 4-5 बजीतिर टन्न खाएँ होइन मोमो त वाक्क भएको थियो अनि खाँदै बनाउँदै गरेँ अनि सुत्नै खेर फेरि खाजा दुइटा खान्छु मोमो त्यस्तो मिठो हुन्छ यो मुनि झन् धेरै चक्कु नुन लागेछ मुनितिर मैले यसमा अलिकति धेरै गाजर हालेँ कि त्यही भएर गुलियो भयो नि कस्तो रस गयो क्या प्याजको अस्ति त काटेको थियो नि त काटेको टेस्टी हुने रहेछ नि अझै लगाएर फिजाउनु हेर्नु न यस्तो सबै नोला पर्दैछ तासेको तासेको चाहिँ राख्नु भएको नि चेतना भयो अर्को मोमो ल्याउँछु नखानु भयो यति त धेरै हुन्छ अरू छ धेरै हुन्छ यत्रो यो खायो नल्याउने म त खानु सक्दैन त्यो सक्नु नि अब धेरै छैन खानु सक्दैन भयो दिदी त के गर्यो खानु न म त नखाने त अब भगाएको काममा यसरी खान्छ त्यत्रो एक उयो खायो खानु खानु बिस्तारै खानु न यति जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद फेरि पनि अर्को भिडियो लिएर आउनेछु लाइक सब्सक्राइब गर्न नबिर्सिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई बाई